हेलो गाइज वेलकम बैक टू माई च्यानल हैन द रियल सुनिता ब्लग च्यानलमा चाहिँ वेलकम छ तपाईहरुलाई। र मैले चाहिँ आज यो चिकन अनि यसको नाम के भन्छ अरे मैले बिर्स्यो के भनेको थिएँ रे यो कस्तो मनमा आएको मुखमा नआएको के यो खास धेरै खाएर आउँदैन नि त अनि त्यही भएर चाहिँ बिर्सेँ। यहाँनिर चाहिँ मैले तेल हालिसकेको छु। अब चुवानो निकालेर हाल्नु पर्यो। ज्वानो थोरै फुडाइदिनु पर्यो नि त हैन गाइज ओ शिट थोरै भनेको मलाई हेर्दै हाल्दै भएर झ्याप्पै गयो तर नो प्रब्लम मलाई मन पर्छ ज्वानो दाबा ध्यान नदिनु त्यो किचन पुस्नलाई राखेको अनि प्याज यहाँ काटे यो चाहिँ लसुन चप गरेर हालिदिनु लागेको ज्वानो पनि फुलेर भइसकेको छ। अब यहाँ अघिको यो प्याज थियो यो प्याज हालिदिँदैछु म। आज चाहिँ आफैले समातेर बनाउँदैछु क्या मैले त्यही भएर चाहिँ पहिला यो हालेर एकछिन प्याजलाई हालिदिनु लास्टमा अरू चाहिँ हाल्ने। अनि त्यसपछि यो लसुन चप गरेको छ अनि यो लसुन चप गरेको हालिदिनु। अहिले चाहिँ यो फ्राई हुँदैन। अनि मलाई यसको नाम याद आयो यसलाई भन्छ सरी फेरि बिर्स्यो के भनेको थिएँ मैले अघि भर्खर यसको नाम लौका लौका सरी लौकै भन्न बिर्सिरहेको लौका अस्ति ल्याएको लौका बाँकी थियो क्या आधा हाल्यो आधा बाँकी थियो अनि त्यही भएर यो मिक्स गरेर बनाइदिउँ भनेर के गर्नु धेरै दिमाग चल्ने भएर अब चाहिँ यो हाल्दा भयो। यो अब मिक्सर चलाउनु मन लागेन क्या मलाई कति पिस्नु कहिले काहीँ यस्तो गरेर हालेको पनि मिठै हुन्छ। यस्तै फ्राई गर्नु ज्वानो र यो भएर होला। अब चाहिँ यो लगेर खनाइदिउँ झ्याप्पै लाएर भइसकेको छ यतिको भइसकेको छ फेरि जम्मै हालिदिने त्यो झ्याप्पै हालेको छु। यो के यो गाईको बेला मनपर्छ है त्यो मेरो यति फेभरेट हो नि। कति खर्च जहिले पकाउँदा जहिले खर्च मेरो लाइन भन्न नपुगेर क्या गाई चाहिँ यतिको भइसकेको छ। अब चाहिँ यसमा म मसलाहरू हाल्छु। टमाटर र यो खुर्सानी राखेको छ यसको आधा यो भाँचेर फालिदिएको हो क्या मैले बेसार हाल्छु। त्यसमा चाहिँ मैले उसको साग बनाउनु लागेको के भन्छ अरे फर्सीको मुन्टाको साग बनाउनु लागेको खुर्सानीको धुलो आफूले पिरो कति खान्छ त्यो अनुसारको अनि नुन आफ्नो जिब्रोको हिसाबले होइन कतिको चर्को खान्छ थोरै खान्छ त्यो त मलाई थाहा हुन्न नि त अनि त्यही भएर अब सबै यस्तो गरेर चाहिँ नचलाइकन अब केही समय छोपिदिन्छु अनि लास्टमा चाहिँ टमाटर हालेर चाहिँ गरिसकेपछि हुन्छ। मैले चाहिँ यसमा टमाटर मसला हालिसकेको छु। अब एकैचोटिमा तपाईँलाई यो चाहिँ पाकेपछि देखाउँछु। अब यसमा चाहिँ म साग बनाएको देखाउँछु त कसरी बनाउँछ मलाई भन्नु है। सबैको आफ्नो स्टाइल हुन्छ। मेरो चाहिँ स्पेसल भनेको फर्सीको मुन्टाको पकाउने रेसिपी देखाउँछ है त तपाईँहरूलाई। ग्यास अन गरिदिन्छु।
ग्यास बल्यो देखाउँछु। फर्सीको मुन्टा चाहिँ मैले यहाँ राखेको छु क्या। अब फर्सीको मुन्टा भयो ल र म तपाईँहरूलाई देखाउँछु है त। यो फर्सीको मुन्टा यहाँ तेल हालिसकेका छन्। यहाँनिर चाहिँ टमाटर छ। अब यो टमाटरलाई चाहिँ यहाँ यसरी हालिदिने। अब चारो पनि बस्नु पऱ्यो नि त होइन। अनि यसरी हालिसकेपछि यसलाई पनि अलिकति सेम प्रोसेस हो होइन। त्यसमा चाहिँ आफ्नै हिसाबले स्वादअनुसारको नुन, स्वादअनुसारको थोरै मसला, थोरै बेसार। टमाटर हालेर खान्छ त्यही भएर बेसार हाल्नुपर्छ। स्वादअनुसारको थोरै खुर्सानीको धुलो। यतिको भएपछि यसलाई चाहिँ पहिला साइड लगाइदिउँ। यतिको गरेर चाहिँ एकछिन यो पाक्न चाहिँ मैले त्यसपछि चाहिँ यो साग हालिदिन्छु म। फर्सीको मुन्टाको साग हो यो चाहिँ। गाई त्यतिको देखिसक्यो क्या। अब एकछिन यसरी थिचिदिउँ अलिअलि। यसरी थिचिसकेपछि चाहिँ यो अलिक मुखमा नआउँदा अलिक राम्रो उठ्याउँछ। मैले यसमा हरियो खुर्सानी पनि हालेको छु। यसरी थिचिसकेपछि लास्टमा चाहिँ हाम्रो हाल्नुपर्ने चाहिँ यो साग हो। अब यो सागलाई चाहिँ यहाँ यसरी राखिदिउँ। नानीले खाँदैन साग किन यति थोरै भन्ला। खाने म एक्लै हो क्या। उसले खाँदैन। खानु त खान्छ त्यति खासै मन पराउँदैन क्या। भन्ने मात्रै हो। खान्छु भने दियो भने खाँदैन। त्यही भएर यति साग चाहिँ एक्लैलाई काफी छ। यहाँ चाहिँ यो लगभग यतिको भइसकेको छ। पाक्नै लागिसक्यो। अब यो चाहिँ यतिको छ है त गाइस। ल गाइस मैले चाहिँ झोल हालिदिएको थिएँ। यो झोल हालेर यही तरकारी बिहानसम्म हो। फेरि नाम बिर्सिहालेँ मैले यसको। अघि सुरुमा भनेको थियो नि त्यो र त्यो चिकन हो के भन्छ अरे नाम बिर्स्यो मैले। अब यो झोल अलिकति मात्र घट्न दिने हो। अनि यो अघिको चाहिँ यो भइहाल्यो। अब यो लास्ट हो। यो पनि लब भयो भने पनि हुन्छ। सायद खाना खाएको चाहिँ देखाउँदिनँ होला म। यति नै। अब म पछि देखाउँछु। खाना हालिसकेपछि चाहिँ देखाउँछु। खाएको चाहिँ म देखाउँदिनँ त। यतिको भइसकेको छ गाइस। ल गाइस मेरो चाहिँ यो भातहरू सबै रेडी भइसकेको छ। खानातर्फ लागेको। एउटाले मैले खाँदैन भनेको थिएँ नि त। यहाँनिर चाहिँ सिर्फ भात मात्रै। मेरो चाहिँ यो भयो। ल गाइस कस्तो लाग्यो भन्नु होला। बाई बाई।